विराजमा मिथिलाञ्चलका दिदीबहिनी महिलाहरूले भव्यताका साथ सामा चकेवा पर्व अहिले मनाइरहेको दृश्य हामी देखाइरहेका छौँ। मिथिलाञ्चलमा एकदमै लोकप्रिय सामा चकेवाको पर्व, भाइ बहिनीको आस्थाको पर्व, खास गरी छठ पर्वदेखि कार्तिक पूर्णिमासम्म सामा चकेवाको पर्व हुन्छ र पूर्णिमाको दिन नै यसको अन्त्य हुन्छ। र आज पूर्णिमा भएर यो अन्तिम क्षणमा राजविराजमा दिदीबहिनी महिलाहरूले यो छठ पछिको सामा चकेवा पर्वको यो अन्तिम दिन कार्तिक पूर्णिमाको यो अन्तिम दिनमा अब यहाँ चाहिँ सामा चकेवा पर्वको अन्तिम दिनमा यहाँ सबैको हेर्दै हुनुहुन्छ डाला छ र त्यो बाँसको डालामा यहाँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ माटोको एकदमै कलाकारी गरिएको सामा है चकेवा, अनि यो चाहिँ वृन्दावन चुगला लगायतका हेर्नुहोस् सिँगारिएका डालाहरू र यसमा राखिएका सामग्रीहरू। आज चाहिँ सामालाई जल प्रवाह गरिन्छ कार्तिक पूर्णिमाको दिन। र यहाँ चाहिँ सामा चकेवाको चाहिँ गीत जुन लोक मिथिलाञ्चलमा सामा चकेवाको लोकगीत हुन्छ, त्यो लोकगीत चाहिँ हाम्रा दिदीबहिनीहरूले गाउँछन् र हामी यो भिडियो मार्फत यहाँहरूलाई राजविराजको सामा चकेवा पर्वको भव्यता यहाँहरूलाई यो भिडियो मार्फत देखाइरहेका छौँ। एकदमै लोकप्रिय लोक पर्व सामा चकेवा पर्व, जसको चाहिँ चर्चा धेरै पुरानो छ। यसको भगवान कृष्णदेखि नै इतिहास रहिआएको छ मिथिलाञ्चलमा। अब यो एउटा कलाकृतिको पनि पर्व हो, किनभने सामा चकेवामा माटो ल्याउने, माटोबाट सामा चकेवा वृन्दावन चुगला लगायतका सामग्री हातले नै बनाउने गरिन्छ। आकर्षक ती मूर्तिहरूलाई विभिन्न किसिमको रङ रोगन गरेर सजाइन्छ र छठपछि प्रत्येक दिन साँझ सामा चकेवा चाहिँ खेलिन्छ र कार्तिक पूर्णिमाको अन्तिम दिन यो सामालाई चाहिँ भसाउने बनाएको अर्थ अन्तिम दिन सामालाई जल प्रवाह गर्ने जुन हाम्रो परम्परा छ, त्यसैको आज यो अन्तिम दिनमा सबै महिला दिदी बहिनीहरू सामा चकेवाको पारम्परिक गीत प्रस्तुत गर्दै अनि केही छिनपछि यो सामाहरूलाई चाहिँ नयाँ धानको काँचो चिउरा, गुड, दुध खुवाउने र त्यसपछि हाम्रो जुन मिथिलाञ्चलको एउटा अनौठो परम्परा, पौराणिक परम्परा छ, सन्दम गीत सहित सामालाई चाहिँ फेरि आउने वर्षमा हामी सामा चकेवा मनाउनेछौँ, तपाईँको गुणगान गर्नेछौँ, तपाईँको पूजा गर्नेछौँ भनेर प्रतिबद्धता सहित त्यो सन्दम गीतमा सामालाई जल प्रवाह गरिनेछ।
समझल के भैया वही बेचाइए ले छोटा भाई वही बेचाइए ले छोटा भाई कोठिया चार खुदी से मेरा के खुदी से मेरा के वही भोजन करैया छोटा भाई वही भोजन करैया छोटा भाई यदिया लागे बरसासो खुदी से मेरा के खुदी से मेरा के वाजर कसे वो सासुर दे वाजर कसे वो सासुर दे बतानी नहीं सासो हम जे फोटाले हम जे फोटाले वही न सासो करेगा वही न सासो करेगा पाछो यार सासो हन्नी जे भरिया हन्नी जे भरिया वही बेचाइए ले जेठा भाई वही बेचाइए ले छोटा भाई कोठिया खुदी से मेरा के खुदी से मेरा के वही भोजन लागे बसासो खुदी से मेरा के खुदी से मेरा के बाजार खसे वो सासुर दे बाजार खसे वो सासुर दे कचराही आशा के रे डलबा हो भैया डलबा हो भैया यो राहुल मेरा चारो को यो राहुल मेरा चारो को डाला ले बाहर दे सबके बहिनिया सबके बाहर दे सबके बहिनिया सबके भैया ने डाला छे सोनो राम सजाने सोनो श्याम सजाने सोनो राम सजाने सोनो श्याम सजाने कराये बासा तेरे डलबा हो भैया डलबा हो भैया यो राहुल मेरा चारो को यो राहुल मेरा चारो को डाला ले बाहर भेले सबके जे बहिने सबके जे बहिने सबके भैया ले डाला छे सबके भैया ले डाला छे सोनो राम सजानी सोनो श्याम सजानी सोनो राम सजानी सोनो श्याम सजानी ले भाग लो।